हामी कोचिटपु वाइल्ड लाइफ रिजर्भतिर निरन्तर अघि सुनसरी क्षेत्र नम्बर 4 को निकै नै आकर्षक बाटो। यमन के छ, कतिको एक्साइटेड छौ तिमी? हामी चाहिँ राजाबास भन्ने ठाउँ कोचिटपु वाइल्ड लाइफ रिजर्भको गेटमा आइपुग्यो। अब सम्पूर्ण देशवासीहरूले नै परिवर्तन चाहेको छ। म आफै पनि एकदम सरलाई अब केही डाउट बिना नै म घन्टीलाई भोट अछुवा डेन्जर रहेछ है यो नपाल भने जे नगर भनेको छ नि त्यतै गर्छन् नि त। लगभग यहाँको कोचिटपु वाइल्ड लाइफ रिजर्भ चाहिँ मैले यो बजेटको हेलो गाइज, गुड आफ्टरनुन एन्ड वेलकम ब्याक टु द च्यानल है। अब आज चाहिँ कहाँ छु भन्दाखेरि म चक्रघट्टी आइपुगेको छु। तपाईँहरूलाई थाहा नै छ होइन। अब अस्ति आइपुगेको थिएँ, हिजो रेस्ट डे भयो अनि आज चाहिँ म चक्रघट्टी आएर बसिरहेको छु। हामी 4 जना हुन्छौँ, 4 जना कोचिटपु वाइल्ड लाइफ रिजर्भ जाँदैछौँ। किनभने अब त्यहाँ चितवनबाट लिएर आएको 2टा गैडा पनि छ अरे, त्यो पनि हेर्ने। अथवा अब त्यहाँ वनाहरू देखिन्छ। म घुमेको छैन, चितवन नेसनल पार्क यताउता सबै घुम्यो। कोचिटपु चाहिँ अहिलेसम्म म पुगेको थिएन, आज फर्स्ट टाइम म जाँदैछु। अस्तिको टाइम चाहिँ आउँदाखेरि गेटसम्म पुगेको थिएँ। अब आज चाहिँ भित्रै गएर हेरौँ कस्तो रहेछ, के हुँदो रहेछ, भित्रको उहरू कस्तो हुन्छ, गएर हेरौँ होइन। अर्ना देखिन्छ होला सायद, अब गैडाहरू हेरौँ के हुन्छ त्यहाँ, के देखिन्छ म तपाईँलाई सबै देखाइहाल्छु। तपाईँहरूकै साथ सहयोगबाटै अब अगाडि बढ्ने हो होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ भिडियोहरू पनि भनिदिनु कमेन्टमा कस्तो छ होइन। अब यो आजको ब्लग कस्तो हुन्छ। अस्ति चाहिँ अब काठमाडौँबाट आउँदाखेरि अब मम ड्याड पनि हुन्थ्यो, अङ्कल आन्टी भएर चाहिँ खासै भिडियो बनाइनँ मैले। अब आज चाहिँ म अलिअलि भिडियो बनाउनु प्रयास गर्छु होइन। धेरै भयो, लङ टाइम भयो, 1 वर्षै भयो लगभग भिडियो नबनाएको। मनाङपछि खासै भिडियोहरू बनाइएन। बुधबार एरिया पर्छ, त्यो चाहिँ बुधबार एरिया। अब आजको दिन चाहिँ लास्टै गर्मीवालै छ, यताको वेदर चाहिँ एकदम गर्मीवाला भइरहेछ। अहिले एक्लै छु म, कोही पनि छैन। ऊ त्यो घरको साथी, हाम्रो मोटी साथी आउँछ त्यहाँबाट। अनि आयुष यतैतिर गइरहेछ अहिले। अनि एउटा भाइ हुन्छ यता चाहिँ। फेरि ओभर गर्मी छ है। फेरि यो चाहिँ बुधबारै भन्दो रहेछ यो ठाउँलाई, चक्रघट्टी बुधबारै पर्छ यो ठाउँ होइन। आज गर्मी नै छ, वेदर एकदम तातो छ। बुधबार चाहिँ यहाँ टक्क हटिया के मेला भन्दो रहेछ होइन। टक्क दह्रो मेला लाग्दो रहेछ यहाँनिर चाहिँ। अब चक्रघट्टीबाट कसैले हेर्दै हुनुहुन्छ भने चाहिँ अब यो ठाउँको बारेमा मैले केही गलत बोलेको छ भने त्यो पनि भनिदिनु होला होइन। अब यो ठाउँ चाहिँ म पहिला पनि आउँथेँ, पहिला पनि यतातिर आइरहेको हुन्थेँ यो बुधबार एरियामा। अब यहाँ पछि चाहिँ अब केटाहरूलाई भेटिसकेपछि अगाडि गइन्छ कोचिटपुतिर। यो चाहिँ हाम्रो एकदम राम्रो बुधबारे चोक, एकदम रमाइलो देखिरहेछ आजको दिन चाहिँ। अब बुधबारेबाट निस्केर चक्रघट्टी चोकमा ठ्याक्कै आइपुग्यौँ होइन। यो चाहिँ मेन चक्रघट्टी चोक चाहिँ यही भइहाल्यो। यतापट्टि स्कुल छ होइन। अनि यहाँबाट सिधा गएपछि सिधै कोचिटपु जाने बाटो भेटिन्छ। हामी कोचिटपु वाइल्ड लाइफ रिजर्भतिर निरन्तर अघि बढिरहेको छौँ। बाटो चाहिँ खतमै छ। यो सायद इन्डिया सरकारले बनाइदिएको बाटो हो। त्यही पनि नेपाल सरकारले यसो टालटुल गर्न चाहिँ सकिन्छ, तर सकिरहेको छैन। सुनसरी क्षेत्र नम्बर 4 को निकै नै आकर्षक बाटो हो यो। यहाँ हेर्नु 4 नम्बरको बाटो, क्षेत्र नम्बर 4। हाम्रो पूर्व सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्रमा छौँ हामी। यमन के छ, कतिको एक्साइटेड छौ तिमी? बवाल एक्साइटेड छ। त्यो देखिन्छ त हामीले अर्ना र 2वटा गैँडा पनि ल्याएका छन् चितवन नेसनल पार्कबाट। तर कोचिटपु चाहिँ निकै ठुलो एरियामा फैलिएको छ। यसले समग्र 2टा जिल्ला भेट्छ होला सायद, सुनसरी र सप्तरी। राजाबास भन्ने ठाउँ कटिसकेको छौँ। हामी चाहिँ अहिले ठ्याक्कै हो कोचिटपु वाइल्ड लाइफ रिजर्भको गेटमा आइपुग्यो होइन। वन्यजन्तु आरक्षण क्षेत्र। यहाँनिर पैसाहरू सबै लेखेको छ, लगभग 100, 150 आरक्षण प्रवेशको यति भनेर लेखेको छ होइन। सबै आरक्षण प्रवेश 100, 750, 1500। अन्य विदेशी नागरिकको लागि चाहिँ त्यति हो। सवारी प्रवेशको लागि 300,
सवारी प्रवेशको लागि सबैको लागि 300 नै छ हैन अनि क्याम्पिङको लागि 300 750 1500 छ हात्ती सवारी गरेको 500 1500 2500 सार्क नागरिकलाई त्यति अन्य विदेशी नागरिकको लागि त्यति यति छ हामी चाहिँ कोची टप्पुमा लङ्गुरै हो लङ्गुर चाहिँ मैले देखिनँ यो चाहिँ बाँदरै हो हाई बाँदर महानुभावहरू जानुभएको छ हामी चाहिँ अर्नाको खोजीमा छु एकदम तर अर्नाहरू चाहिँ कता चरिरहेको A few moments later. आयो भने चलन चाहिँ पहिलेदेखि चलिरहेको छ होइन त्यो चाहिँ म सरबाट चाहिँ अपेक्षा गर्दिनँ यसको होइन त्यही कारणले अब सम्पूर्ण देशवासीहरूले नै परिवर्तन चाहेको छ म आफै पनि एकदम सरलाई अब केही डाउट बिना नै म घन्टीलाई भोट हाल्नेछु होइन म हजुरको केही ब्याकग्राउन्ड यताउता मलाई केही थाहा छैन क्या तर म एकदम आशावादी छु किनभने अब परिवर्तन चाहिएको छ क्या सर हामीलाई एमाले काङ्ग्रेस सबैले पुगिसक्यो होइन एकचोटि चाहिँ घन्टीलाई अब विश्वास गरौँ सबैले अनि त्यसपछि काम भएन भने रवि लामिछानेज्यू हाम्रो सभापतिले आफै भन्नुभएको छ 5 वर्षपछि हाम्रो के भन्छ हामी आफै बिसाउँछौँ हामी तपाईँको एक्ज्याक्टली राइट टु रिकल पनि अनि तपाईँको हाम्रो त्यो क्या सर एक्ज्याक्टली मैले वर्डै बिर्सेँ हाम्रो मेम्बरसिप च्यातेर हामी मुखै देखाउँदैनौँ भोट माग्न पनि आउँदैनौँ भनेको छौँ भन्छ अब त्यही हो हाम्रो लागि त सर अब हजुरले अब शिक्षा होइन स्वास्थ्य यो क्षेत्रहरूमा काम गरिदिनुहुन्छ भन्ने कुरा हो अब पूर्वाधारको कुरा गर्दाखेरि अहिले हामी चक्रभटीदेखि यहाँसम्म आउँदा बाटो अब ढ्याक 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 हुँदै आएको होइन यत्रोदेखि यत्रो भइसक्यो त्यस्तै छ बाटो कार्कीज्यूको फेक प्रोमिसेस हामीलाई पुगिसक्यो यो हामीले अनि अर्को कुरा चाहिँ हाम्रो जनप्रतिनिधिले पुल बनाउँछु बाटो बनाउँछु भन्ने कुराहरू चाहिँ सबै अफवाह हो है सबैलाई उहाँले भनेको उहाँ गएर हाम्रो विषयमा बोलिदिने हो नीति नियम राम्रो निकालिदिनुहुन्छ भन्ने आश राखेको छु त्यही भएर कसैले गफ दिन्छ तपाईँहरूलाई पुल बनाउँछु बाटो बनाउँछु स्कुल बनाउँछु भन्यो भने चाहिँ भोट नहालौँ होइन त्यो मान्छेले त्यो ठाउँमा गएर हाम्रो बारेमा चाहिँ के मन्तव्य राख्छ जस्तै अब हामी सुनचरी क्षेत्रको मान्छे हो होइन यहाँको समस्या र इटरीको समस्या फरक हुन्छ तर सबैले गफ हान्ने बेलामा चाहिँ त्यहाँ पनि पुल बनाउने हो यहाँ पनि पुलै बनाउने हो त्यहाँ पनि बाटो बनाउने हो यहाँ पनि बाटो बनाउने त्यही भएर अब सरलाई अब धेरै त के भनौँ होइन खुसी लाग्यो धेरै धेरै धन्यवाद सर है एक्कासी भेट भयो बाटोमा है जेनजीमा हामीलाई ठिक्क बाटोमा भेट्दाखेरि जुन प्रकार प्रतिक्रिया पाएको छ तपाईँको के छ यसमा यसमा चाहिँ भाइले भनेको कुरो चाहिँ म पनि स्वीकार गर्छु त्यो कुरो चाहिँ कस्तो हुँदो रहेछ नि ठ्याक्कै कुन पदमा हो र त्यो पदको कर्तव्य र दायित्व के हो त्यो नथाहा पाउँदा पनि त्यो चाहिँ प्रब्लम आउँछ होइन म चाहिँ अब एउटा चाहिँ इन्जिनियरको हिसाबले चाहिँ यहाँको समस्याहरू चाहिँ सुनेरै त्यो समस्याहरूको चाहिँ रुट कज एनालाइसिसहरू गरेर त्यसको समाधान आफै खोज्न सकिँदैन विज्ञहरूले त्यो समाधान खोज्ने र त्यो समाधान खोजेर चाहिँ संसदबाट आवाज उठाउने काम चाहिँ एउटा गर्नुपर्ने हुन्छ तर संसद त एउटा सोकेस मात्रै हो रियल वर्क्स त संसद सचिवालय जुन हुन्छ जुन डिफ्रेन्ट समितिहरू हुन्छ त्यो चाहिँ रियल वर्क्स हो त्यो समितिमा त्यो कुरोलाई उठान गरेर त्यो कुरोलाई लङ टर्म नेसन बिल्डिङको हिसाबले चाहिँ लङ टर्म त्यसको कज एन्ड प्रोन्स हेरेर त्यसलाई चाहिँ उठान गर्ने त्यसरी चाहिँ त्यसलाई लिखित रूपमा ल्याउने त्यो पहल चाहिँ हुन्छ धेरै धेरै धन्यवाद के भन्दै थियो साइज आफ्नो कतिले जस्तो गर्छ मेरो हातमा तिमीले लाउनु पर्ने अप्ठ्यारो छिको ठ्याक्कै गेट कटेर आउने बित्तिकै चाहिँ यहाँनिर हामीले सानो भेट गरेको थियौँ घन्टीको उम्मेदवारसँग होइन अब कस्तो भयो कस्तो सुन्नुभयो त्यो पनि कमेन्टमा भनिदिनु होला तपाईँहरूलाई कस्तो लागिरहेछ हाम्रो भाइले कस्तो भन्यो भनेर होइन किलो नि त्यतिको हिँड्ने त निस्क्यो कत्रो लाग्यो बाक्साको रमाइरहेको हुनुपर्ने हो क्या यहाँ घरेल सानो हुन्छ गोइ ठुलो हुन्छ गयो ठुलो हुन्छ कहाँ ठुलो त ठुलो घरेल त चितवन मात्र होला बजार परेको यहाँ चाहिँ यो अर्ना हेरेको दाम हो न
One eternity later. हामी चाहिँ अब ठ्याक्कै यो पार्किङमा आइपुगिसक्यो कोशी टपको मेन गेटको पार्किङ अगाडि भीमकाल यो चाहिँ एक्ज्याक्टली मेन पार्किङ भयो होइन यहाँबाट भित्र छिरिसकेपछि त हाम्रो ठ्याक्कै भित्र के रहेछ सबै देखिहालिन्छ यो गेटबाट छिरेपछि यो मेन इन्ट्री पोइन्टबाट हामीले इन्ट्री गरिसक्यो होइन इन्ट्री गर्ने बित्तिकै चाहिँ यहाँ ट्याक्क वेटिङको लागि बस्नलाई अथवा बस्नको लागि राखेको ठाउँहरू रहेछ अनि त्यसपछि यो मन्दिर भयो सानो मन्दिर अगाडितिर गएपछि चाहिँ अब अनेक थरी स्पेसिसहरू राखिएको छ अरे त्यो चाहिँ अब अगाडि गएपछि थाहा हुन्छ होइन यहाँ सब लेखिएको रहेछ अब यो पढेर बस्ने टाइम पनि छैन साँझ हुन लागिसक्यो अब यहाँ चाहिँ वन्यजन्तु वासस्थान संरक्षण गरौँ भनेर लेखेको रहेछ होइन अब यहाँ संरक्षण गरेर राखेको छ अरे ठ्याक्कै अगाडि अब हामी अगाडि गएपछि ठ्याक्कै देखिहालिन्छ यो अर्ना राखेको छ अनि यो चाहिँ अब अनेक थरीको वन्यजन्तुहरू पाइने ठाउँ कछुवा डेन्जर रहेछ है यो इन्डियन फाइल्स यहाँ चाहिँ अब यहाँको स्टाफहरू अथवा केही मिटिङ सिटिङ भयो भने अर्गनाइज गरेको ठाउँलाई यहाँ बसेर मिटिङ सिटिङ गर्ने होला होइन यो अगाडिको चौरहरू रहेछ अब यो संरक्षण गर्ने ठाउँ हो अब के गरेर राखेको हुन्छ यो त सबै म्यानेज हामीलाई थाहा हुँदैन के गरेर राखेको छ होइन केटाहरू अगाडि हिँडिरहेछन् अब अगाडि चाहिँ टन्नै स्पेसिसहरू हेर्न पाइन्छ भने छ होइन हेर्दै जाउँ सेम अनेक प्रजातिको माछाहरू राखेको यहाँ रहेछ यहाँ चाहिँ नन्डस अरे के हो यो त यहाँ पाउने यो सर्पहरू भयो लिक्विड फेरेर यार नत्र कस्तो घिनलाग्दो थियो नि गौरी खप्पर चाहिँ ब्यान्डेड कुकुरी स्नेक कुकुरी रहेछ त ब्यान्डेड करेट रहेछ ब्यान्डेड कुकुरी भनेको के हो त यार कुकुरी भनेको प्रजाति हो ब्यान्डेड करेट भनेको चाहिँ त्यो उयो भइहाल्यो कालो साला गरे यो चाहिँ गोहीको छाला जस्तो छ होइन बाल देखिरहेको छ गोहीको छाला पनि कस्तरी संरक्षण गरेर राखेको छ होइन यहाँ सबै राखेको छ यो माथि यो सिङ भगोहरू सबै अर्नाहरू भयो होइन अर्नाको सबै राखेको छ यो चितुवा फ्यान पनि अब जतिखेर पनि अब सर्कुलेट भइरहोस् भनेर राखेको होला तर फ्यान चाहिँ चलेको छैन यत्तिकै घुमिरहेछ अलिक व्यवस्थापन चाहिँ अलिक कमजोर छ जस्तो लाग्यो यो रिजर्भको चाहिँ होला यो चाहिँ निक्लिन्छ होला यो दुइटा चाहिँ यहाँबाट चाहिँ अब हामी अगाडि हात्तीहरू छ अरे अब हात्तीहरूलाई कसरी राखेको रहेछ यो संरक्षण क्षेत्रमा हेरौँ कसरी राखिएको रहेछ हेरिसकेपछि अरू त केही पनि छैन राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रबाट हामी अगाडि मुभ भइसक्यो होइन यहाँ चाहिँ हल्का फुल्का रुखहरू रहेछ केटाहरू अगाडि हिँड्दा छन् त्यहाँ अगाडि हात्ती देखि नै रहेछ मलिअलि हामी यहाँ चाहिँ दामी प्रकारको सब चराहरू देख्न चाहिँ पाइने चाहिँ कोशीको छेउछाउमा चाहिँ नयाँ प्रजातिको चराहरू हात्ती अगाडि देखिन थालिसक्यो अब नजिक पुगेर हात्ती कस्तो रहेछ कसरी संरक्षण गरिएको रहेछ अगाडि हेरौँ यसरी बाँधेर राखेको देख्दा चाहिँ माया लाग्ने मलाई मात्र हो कि तपाईँहरूलाई पनि हो भनिदिनु होला है मलाई चाहिँ हात्तीहरू यसरी बाँधेर राखेको देख्यो भने एकदम धेरै माया लाग्छ झन् यो सानो त अति नै माया लाग्दो रहेछ परसम्म पनि छ हामी चाहिँ यति हेरेर जान्छौँ लगभग यहाँको कोशी टप वाइल्ड लाइफ रिजर्भ चाहिँ मैले तपाईँहरूलाई यहाँ जति थियो सबै देखाएर भइहालेँ यस्तो छ यहाँ पुरै मेरो पछाडि देख्छ हात्तीहरू छ 4-5 वटा एकदम माया लाग्दो तरिकाले राखेको छ होइन म चाहिँ ओभर माया लाग्यो
धेरै बेर हेर्न सकिनँ होइन। अब यहाँ सानो पुरै छ यस्तो चाहिँ त्यहाँ अगाडि पनि टन्नै देखिएको थियो जस्तै यो काँडा यो तार भनौँ न भर्खर यहाँ चाहिँ के उब्रेर गयो माछा होला सायद यहाँ माछा थियो। अब यस्तै छ यहाँको भिडियोहरू। अब यसपछि अब कोसी टप वाइल्ड लाइफ एरिया सबै सकिन्छ होइन। यसपछि अब यहाँबाट डाइरेक्ट घर गइन्छ होला। खाजा पनि बाहिर खाइएको थियो त्यो होटलमा। अब त्यसपछि अरू भनेको आज कहीँ गइदिनँ, साँझ पनि भइसक्यो, लगभग घाम पनि डुबी नै सक्यो भन्दा पनि हुन्छ। 5 बजे एकछिन अँध्यारो भइहाल्छ। अब तपाईँहरूले यहाँसम्म हेर्नुमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। यस्तै गरी हेर्दै गर्नु होला, अरू ब्लग पनि आइहाल्छ। त्यसले पनि थ्याङ्क यू भन्दैछ, हेर्नु होला। फाइनली हाम्रो यो कोसी टप वाइल्ड लाइफ रिजर्भको भ्रमण चाहिँ यहाँबाट कस्तो भयो त सर? एकदम रमाइलो, अर्ना पनि देखियो, नीलगाई पनि देखियो होइन। भाइ कस्तो भयो हौ? कस्तो भयो सर? ए वान एक्सपिरियन्स होइन, रियर एनिमल्सहरू पनि देखियो। थ्याङ्कफुल्ली अलिक बेटर बनाएको रहेछ लास्ट टाइम आएको भन्दा होइन। म्युजियमको क्वालिटीहरू पनि तर जे होस् अझै बेटर हुन सक्छ। अलिकति नरमाइलो चाहिँ हामीलाई कोही देखिएन होइन। यहाँसम्म मेरो भिडियो हेरिदिनु भएको छ भने चाहिँ लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला।